हाम्रो मेन डिस्ट्रिब्युटर ट्याङ्की चाहिँ यो है जेजेएम को चाहिँ कि यस्तो छ। यो चाहिँ हो अर्कै गाउँ जाने, यो अर्कै गाउँ जाने हो। यो मेन हो पाइप उसबाट आएको। त्यहाँबाट हाम्रो चाहिँ हेर्नुहोस् यहाँदेखि कति टाढामा छ। यहाँदेखि कति पल्लो छेउ त्यो पाइप देख्नु हुँदैछ, कालो पाइप। त्यहाँ भएको ठाउँमा चाहिँ हाम्रो, यहाँदेखि उता चाहिँ हाम्रो छ। हाम्रो चाहिँ सबै यहाँ चाहिँ बन्द थियो हेर्नुहोस् है। अन्त पानी कसरी खानु, हामी बोकेर पानी खानु पर्दैछ अहिले हो। यो चाहिँ सबै मैले खोलेको, यो छ नि, यो सबै मैले खोलेको, यो सबै बन्द थियो, सबै क्लोज थियो। हेर्नुहोस् है, हाम्रो गाउँको आउनेपट्टि लाइनको चाहिँ सबै खोलिएको थियो। र यहाँ हेर्नुहोस्, मेन यहाँ छ ट्याङ्कीबाट आउने, र त्यहाँबाट चाहिँ कतिको टाढामा रहेछ पर हेर्नुहोस्। अब यो चाहिँ कसको नेग्लिजेन्स हो, कसले यस्तो गरेको हो, बन्द गरेको हो, त्यो त मैले देखिनँ। यहाँ आएर हेर्दाखेरि चाहिँ सबै के थियो, बन्द थियो। ट्याङ्की चाहिँ हेर्नुहोस्, 32वटा घरको खाने चाहिँ यत्रो छ है ट्याङ्की जेजेएमको। 32 घरको पानी खानेको पानी चाहिँ यो पाइपबाट आउँदो रहेछ। यो पाइपबाट आएर यसरी यहाँ पसेको छ। ट्याङ्की चाहिँ हेर्नुहोस्, 32 घरले खाने यसको ट्याङ्की चाहिँ यत्रो छ है। हेर्नुहोस् नेग्लिजेन्स कस्तो छ भने, सिमेन्टको हुनुपर्ने यसरी फलामको लगाएर यसरी छ। अब यहाँदेखि उँभो त जङ्गल छ, देखाउन सक्दिनँ। यहाँ चाहिँ यस्तो नेग्लिजेन्स छ जेजेएमको चाहिँ एकदमै नेग्लिजेन्स। पानी चाहिँ हामी चाहिँ कसरी खानु यो पाराले। ट्याङ्की हेर्नुहोस् है।